हेलो गाइस, आजदेखि आज फेरि एउटा नयाँ ब्लग हाल्न गइरहेको छु। आजको विशेष मौसमको बारेमा। हिजोदेखि नै यति गर्मी छ तराई मधेसमा, अब प्रदेशमा केही कुरै नगर्नु। फ्यान पनि चलिरहेछ, तर हावा यति गरम आइरहेछ कि बस्न पनि गाह्रो। यति गर्मीको टाइममा अनि दिउँसोको कति 1 बज्न लागेछ। 1 बज्न लागेको तर गर्मी उति नै छ। मलाई लागिरहेको छ 43-44 डिग्री जति छ होला गर्मी। अनि म त्यही गर्मीमा आज बुकिङमा आएको छु। बुकिङमा आएपछि गर्मी यति धेरै भएर बस्न पनि गाह्रो भइरहेछ। गाडीको एसी पनि काम गरिरहेको छैन। बस्दा पुगर भइरहने लास्टमा टिकटक अब त्यही भ्लग बनाइदिउँ कि त्यही भएर अलि फनीको लागि